गाइस स्वागत छ फेरि पनि मेरो नयाँ एन्ड नौलो भ्लगमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज हामीसित नयाँ मान्छे हुनुहुन्छ भ्लगमा। रबिन मेरो त भ्लगमा फर्स्ट टाइम आछ नि। हेलो म चाहिँ पुरानै मान्छे है। पुरानै हिजोको अस्तिकै मान्छे हो। आज फेरि किन रातितिर भ्लग बनाउने छ भनेर सोच्नु होला यो सन्जेले, किनकि रातितिरको महोत्सव हेर्न गइरहेछौँ। आज हामी तीनजना जङ्गलको बाटो गइरहेछौँ। नजिकै छ, अब जतिखेर गए पनि भयो हामीलाई त। अब त्यही हो, रातितिर हामी भ्लग, आजको भ्लग रातिकै हुन्छ। साइड आज कुन गायक आउने अरे? आज खुमन अधिकारी र शिव खनाल आउँदैछ। शिव खनाल, खुमन अधिकारी र शिव खनाल गायक आने हुनुहुन्छ हाम्रो यो चनौटा महोत्सवमा। साइड यो चनौटामा जति पनि यो चनौटाबाट हेरिराखेको मेरो भ्लग सबैजना चनौटाको महोत्सवमा आइदिनु होला। हामी यस्तै मसित भेटेर भ्लग बनाउँला है लगाइज। अब मेलामै पुगेपछि म तपाईँहरूलाई देखाउँछु। जलपाइगुडीको अवलोकन देखाउनेछौँ हामी। गाइज हामी मेलामा आइपुगिसकेछौँ। यहाँ मेला लन्डन ब्रिज हो, दामी डेकोरेसन गरेको छौँ। रबिन हामी आइपुगेछौँ मेलातिर। अब म ट्याक्कै रबिनको लागि टिकट काट्न जानुपर्ने हुन्छ। हातमा 100 रुपियाँ छ। अब टिकट काट्न जान्छु म। यिनीहरू यहीँमा रोकेर बस्नु, म टिकट काट्न जानु लाग्छु गाइज। अब टिकट कति छ हेर्नु पर्छ। दिदी मलाई टिकट दिनु त, यता टिकट दिनु एउटा। जाम हाम्रो एउटा पास छ, हामी दुईजनाको विराज र मेरो पास छ। अब त पास टिकट त छैन हाम्रो। हामी त अब यस्तै पास लन्डन ब्रिजमा चढिसक्यौँ गाइज। ओ सपना बहिनी, मेरो सपना बहिनी। विराज हो राख त। अब हामी लन्डन ब्रिज त तल झर्नु पर्ने हुन्छ। मलाई देखेर तिमी कसको लागि माग्यौ? को बहिनी? यिनले मेरो लागि खै यता देखि म भनिदिन्छु। ल भन एमा। यिनी हो टिकटमा यिनी सपना बहिनी। मेला डान्स चाहिँ भइरहेको छ उता। यस्तो दाम बोबाल भयो होला टाइगरहरूको। आइफिल टावर गाइज, यति ठुलो आइफिल टावर। लाइट पनि लगाएको छैन। ल सबैले सपोर्ट गरिदिनु है मेलामा आएर सबैले। ल सबै। अब हामी भित्रतिर घुस्नु। आइफिल टावर के? आइफिल टावर के? यहाँ चाहिँ खेलकुदको उसहरू छ, आएर कृपया यहाँ खेलिदिनु होला खेलकुदहरू। केही भनिदिनु मेरो भ्लगमा। जे भए पनि भनिदिनु। हाम्रो यहाँ दिदीकोमा गेम खेलिदिनु आउनु होला सबैजना। यहाँ सबै गेमको उस छ, अगाडि आएर गेम खेलिदिनु होला। 1000-2000 पर्न सक्छ तपाईँहरू। यहाँ चाहिँ हाम्रो अन्तीहरूको सरपहरूको दोकान छ। हाम्रो अन्तीहरूको सरपको दोकान छ। सबै आएर यहाँ सरप किनेर लगेर जानु होला सबै। अचार पनि छ उता, अचार पनि छ, अचार केक सबै छ। केक सेक सबै खाइदिनु होला यहाँ आन्टीहरूको। ल प्रमोसन फ्री खाने हो विराज? के खाने हो? खाएर जाऊ। हामीलाई फ्रीमा प्रमोसन गरेको केक खिलाउनु पर्छ है आन्टीले। हाम्रो आन्टीको लागि सबले आइदिनु होला। सबै आइदिनु होला। यहाँ अचार सचार सबै बोकेर लगिदिनु। यहाँ फिनेल के छ नि, यो सबै आएर सरप कति अरे सरपले आन्टी? 80 रुपियाँ। बाहिरको रेट भन्दा यहाँ सस्तो छ। घरमै बनाएको सरप होला सायद, आफ्नै उत्पादन गरेको, स्थानीय उत्पादन गरेको सरप आएर लगेर जानु होला। हामी चेक गर्नुलाई कस्तो हुन्छ, कपडाको मैल निकाल्छ कि नै। अब यहाँ फोटो सोटो चलिरहेको छ। यहाँ ठुलो उस चलिरहेको छ, रोडेपिङ, यो डुङ्गापिङ, यो ट्रेन सबै चलिरहेको छ। हाम्रो बिङ भाइ, काले भाइ मेलामा घुमिन्छ।
आज हाम्रो स्कुलको कबड्डी प्लेयर बेस्ट हो। अब यहाँ मेलामा काम गर्छन्, मलाई फ्रीमा खेला भन्न मान्दैन, यिनले यस्तो हरामी छन्, मलाई फ्रीमा खेल्न दिन्छन् गाइज। पछि खेल्न आउँछु। मजाको हाम्रो यहाँ ढुङ्गाहरू छ। यतिको कन्फिडेन्ट कहाँबाट आएको छ भनेर सोच्नुभयो होला। यस्तो भिड भएको ठाउँमा मेरो साथीहरूबाट आउँछ यतिको कन्फिडेन्ट। मलाई कसैको बाल लाग्दैन, मेरो साथीहरू साथमा छन् भने मलाई ढुक्कले हिँडिदिन्छु के। कसैको एक्लै टर्दिने म, कसैको बाल लाग्दैन, एक्लै हिँडिदिने हो। मेरो साथीहरू साथमा छन् त मलाई बाल छैन। भिड चाहिँ कति छ हेर्न सक्नुहुन्छ। यहाँ मेलामा भिड यस्तो भिड छन्। हेलो मुख देखेर यस्तो गर्न मुख ढाक्दैन के। अनि पछि आएर फेरि भिडियो आएन, यो गर्दै भएन के पछि। ल हेर न भाइरल मान्छेहरू मुख ढाकेको अरे। अगाडि आएर फेरि मेरो भिडियो पछि भयो भन्ने, यही मान्छे पछि भयो भन्ने भिडियो रमाइलो भइरहेछ। ब्लगर केही भनिदिनु ल। आफ्नो साथीले भाइरल गरिदिनु, यसो हामीलाई नि गरिदिनु। दुईजनालाई भाइरल हामी नाच्छौँ अहिले हेर्नु होला होइन कसरी नाच्छन्। यता आए गर्दैन केही बोल्नेको। युट्युबमा मेरो भाइ कस्तो छ मेला, कस्तो लागिरहेछ? गायकहरू पारी गीत गाइराख्नु छ। गायकहरू यस्तो बब्बाल रङ कस्तो लागिरहेछ? लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला सबैजनाले। अरू रिपोर्ट हान्दिनँ होला म भाइरल गरिदिनु। मेरो हाँसिरहेछ नि अब लगो बनाएर देखेर। हजुरको नाम? मेरो नाम आई लभ यु आला। यता साथीहरू छोडेर गइरहेछन्। अब मलाई कहाँ अब म एक्लै बस्छु दिदीहरूसित नाचिरहेछन्। गायकहरू पारी गीत गाइरहेछ। हरेक रमाइलो भइरहेको तर ओहो कति नाचे पनि अहिले कपिराइट हानिदिन्छ। अन्त यहाँलाई गोला चिन्नुभयो? हाम्रो लाला, हाम्रो टिकटकर लाला, भाइरल लाला मैले भेटिसकेको छु। सबैजनाले मेन्सन गरिदिनु होला मलाई नै, मतलब यहाँ साथीको भ्लगमा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। उहाँलाई चाहिँ फेरि मेन्सन हानिदिनु होला। ल लालासित पनि भेट भयो गाइज फाइनली। ल अब गाइज लालासित भेट भयो, सबैसित भेट भयो। मेलामा सबै युट्युबर टिकटकर सबैसित भेट भइयो क्या गाइज। सोल दिने भेटिदिनु भएको छ। उताला देखिने मान्छे सबैले भोट गरिदिनु होला। नाम भनेर जाऊ न त बल्ल भोट गरिदिन्छ। भोट गरिदिनु होला गाइज सबैले। गाइज मेला बेचिसक्यो आजकोलाई। रात त पर्छ बल्ल। कति बज्छ ओइ कति बज्छ? ल गाइज हामी मेलाबाट बाहिर निस्किसकेका छौँ। अब घर जान लागेको। अब घर जान्छौँ ट्याक्क लाएर। अब ब्लग पनि यतिमै एन्ड गरिदिउँ। अब घर आएर सिधै एडिट गर्न बसिन्छ। अब फेरि अर्को ब्लगमा भेट्नुपर्छ। हस्त नमस्ते, जय नेपाल।